दिइरहेको छु। यस एम्बुलेन्समा कालेब सुब्बाको उहाँको पार्थिव शरीर रहेकोमा हामी जान्नमा आएको छ। यसरी यो तपाईहरुलाई यो स्क्वाडको लिएको छ। यो तपाईहरुलाई म देखाइन यो तपाईहरु पार्थिव शरीरलाई यसरी निकालिरहेको छ। तपाईहरुलाई म यो एकदमै दुःखको घडी दुःखको खबर तपाईहरुलाई मैले आज यो प्रसारण गरिरहेको छु। नमस्ते गोरुबथान च्यानल मार्फत एकदमै उहाँलाई हामी नमस्ते गोरुबथान च्यानलको पक्षबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ। उहाँको पार्थिव शरीर यसरी उहाँको पार्थिव शरीरलाई यसरी चर्चभित्र प्रवेश गराइरहेको छु। उहाँको यसरी यहाँ चर्चको जुन छ अगाडिपट्टि यहाँ उहाँको पार्थिव शरीरलाई राख्न निम्ति तयारी भइरहेको छ। एकदमै दुःखको घडी यो तपाईहरुलाई म देखाउँदैछु। दुःखको एकदम खबर तपाईहरुलाई म यो प्रसारण यसरी गरिरहेको छु। एकदमै मैले अघि भन्दै थिएँ शोकाको जुन उहाँको म लास भन्ने देखाउँदिनँ। उहाँको यो बक्सा छ जुन पनि म देखाउँछु किनभनेदेखि यो तपाईँहरूलाई म रेलीका एकदमै गोरुबथानभरिका आफन्त इष्टमित्रहरू यहाँ उपस्थित छन्। एकदमै यो उहाँहरूको नियमअनुसार यसरी मान्छेको जीवन सबैको हातमा धन्यवाद। हाम्रो मात्र प्रश्न मात्रै थियो किन भयो यो घटना नहुनु पर्यो। उहाँको नियमअनुसार यसरी प्रार्थना गरिरहेका छन्। तर जीवनमा त्यो तपाईँको हातमा छ। त्यो बालकले तपाईँलाई पाएको हो। यसरी यहाँ प्रार्थना गरिरहेका छन्। दुःखको घडी एकदमै उहाँको चिरात्माले शान्ति पाउन ईश्वरप्रति नमस्ते गोरुबथान च्यानल पनि प्रार्थना हामी गर्दैछौँ। मेरा प्रभु तिम्रो स्तुति गाउनेछु म तिम्रो स्तुति पिताको सुब्बा विश्वास योग्य मेरा हामी यहाँ देखाउँदैछौँ। तिम्रो स्तुति गाउनेछु म तिम्रो स्तुति गाउनेछु। सिलगढी नजिक रंगपानी स्टेशनमा भएको रेल दुर्घटनामा कालेबुङ जिल्लाको गोरुबथान निवासी पश्चिम बंगाल पुलिस विभागमा कार्यरत एसआई कालेब सुब्बाको निधन भएको जान्नमा आएको छ। स्मरण रहोस् आज बिहान आसामको सिल्चरबाट कोलकाताको स्यालदा जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस दुर्घटनाग्रस्त भएको थियो। प्रारम्भिक जाँच अनुसार घटनामा परि धेरैले ज्यान गुमाएका छन् भने धेरै घाइते पनि भएका छन्। रेल हादसे में जान गंवाने वालों में सिक्किम के आबकारी विभाग के कांस्टेबल खसालेब सुब्बा शामिल हैं। वे कालिम्पोंग के गोरुबथान के निवासी थे। रेस्क्यू ऑपरेशन खत्म हो चुका है। कई लोगों की जान गई है। रेल हादसे में सिक्किम से भी एक व्यक्ति ने जान गंवाई है। हालांकि कितने लोग उसमें सवार थे उसकी पुष्टि फिलहाल नहीं हो पाई है। নয় বলো না নয়
आगे जाबो निर्मल जी বলবা তো আমার আমি কেন বলতে যাবো তোমাকে ভাই? তো আমি এখানে কিছু বলবো বললাম আমার চ্যানেল এখানে দেখা যাচ্ছে না। বলবা यहाँ मतलब हम लोग जब सुबह की आज तो हम लोग का बकरा ईद है। जब हम लोग नमाज पढ़ के बाहर निकले तो हम लोग को मतलब खबर आया कि हमारे यहाँ 2 किलोमीटर अंदर एक ट्रेन दुर्घटना हुई है। तो हम लोग जो है मतलब इसको तो लाइव नहीं देखा, हम लोग सुना, फिर जगह मतलब जब हम लोग को पता चला फिर हम लोग यहाँ स्पॉट आके अभी देख रहे हैं। ये तो जो है बहुत क्या देख रहे हैं आप, क्या नजर यहाँ तो मतलब जो है एक ट्रेन शायद खड़ी हुई थी और एक ट्रेन आगे जो है इनसे टकरा गई शायद। एक ही लाइन पे एक ही पटरी पे था? जी हाँ, एक ही पटरी पे शायद एक ट्रेन खड़ी थी या जा रही थी, शायद स्लो थी, और मतलब एक ट्रेन आ रही थी, आके जो है मतलब ऐसी दुर्घटना हुई है शायद। जब ये घटना घटी तब टाइम हो रहा था अप्रॉक्स 8:35 मॉर्निंग। तो जितना हम लोग को पता चला सामने कंचना जो एक्सप्रेस है वो धीरे गति से चल रहा था, वो खड़ा नहीं था, धीरे गति चल रहा था। पीछे से जो मालगाड़ी है वो अचानक बहुत स्पीड से था, वो आके पीछे से मर दिया उसको। तो क्या एक ही ट्रैक पे हुआ है? एक ही ट्रैक पे दो ट्रेन एक ही ट्रैक पे आ गया। अचानक देखिए इतना आवाज हुआ था, यहाँ पे जो लोकेलिटी जितना सब है सब आके इसके ऑपरेशन में लग गया। स्पॉट डेड हम लोगों को जितना पता चला 5-6 जन यहाँ पे रेस्क्यू किया गया है। अभी भी अब देख सकते हैं कि अभी जस्ट नाउ एक जन को रेस्क्यू करके गया। कंचन गाड़ी का एक्सीडेंट हो गया रास्ते में, सवारियों को निकालते हुए। बेड़ा मर गया। साइड देन देखिए तो भाई सामने के स्वयं तो सबैलाई रुवाएर गए कालेब सुब्बा, मृदुभाषी, मिलनसार अनि गाउँकै निम्ति उदाहरण। एसआई कालेब सुब्बाको आज गरियो अन्तिम संस्कार। सबैले दिए सुब्बालाई अश्रुपूर्ण विदाई। कञ्चनजङ्घा एक्सप्रेस रेल दुर्घटनामा ज्यान गुमाएका पश्चिम बंगाल आबकारी विभागका सब इन्स्पेक्टर कालेब सुब्बाको आज मंगलबार उनको वासस्थान गोरुबथानमा अन्तिम संस्कार गरियो। एसआई कालेब सुब्बाको मृत्युले अहिले सम्पूर्ण गाउँ नै शोकाकुल बनेको छ। सबैका आँखा रसाएका छन्, सबै स्तब्ध बनेका छन्। सुब्बाले आफूपछि पत्नी, 2 वर्षीया छोरी,
आमा बाबु र एउटी बहिनी छोडी गएका छन्। उल्लेखनीय छ, सोमबार सिलगढीको एनजेपी नजिक राङ्गापानीमा अगरतलाबाट सियालदा जाने कञ्चनजङ्घा एक्सप्रेस दुर्घटना भएको थियो। मालगाडीले कञ्चनजङ्घा एक्सप्रेसलाई पछाडिबाट धक्का दिँदा उक्त दुर्घटना भएको बताइएको छ। उक्त दुर्घटनामा हालसम्म 11 जनाको मृत्यु भएको छ भने 50 भन्दा अधिक घाइते भएका छन्। सोही दुर्घटनामा परि कालेबुङ जिल्ला स्थित गोरुबथानको मालबस्ती निवासी 37 वर्षीय कालेब सुब्बाले पनि ज्यान गुमाएका हुन्। पिता कुमार सुब्बा अनि आमा ओङमित लेप्चाका छोरा कालेब सुब्बाको जन्म 20 दिसम्बर 1988 मा भएको थियो। उनका पिता कुमार सुब्बा युद्धवीर उच्चतर माध्यमिक विद्यालयका भूतपूर्व शिक्षक हुन्। गोरुबथानको होली चाइल्ड स्कुल पढेका सुब्बाले दिल्लीबाट ह्युमन राइट्समा मास्टर्स गरेका थिए। चुनावको समय मार्च महिनामा सुब्बाको मालदामा पोस्टिङ भएको थियो भने उनी मालदाको मानिक चौक स्थित आबकारी विभागमा कार्यरत थिए। सुब्बा आबकारी विभागमा जान अघि पश्चिम बंगाल पुलिसको एसआई पदमा कार्यरत थिए। आफ्नो छुट्टी बिताएर सोमबार ड्युटीमा फर्किरहेको समय दुर्घटनामा परि सुब्बाको मृत्यु भएको हो। हाल उनको मृत्युले सम्पूर्ण गोरुबथान खण्डभरि शोकको लहर छाएको छ। जानकारी अनुसार उनकी पत्नी रुथ अबिसा गुरुङ उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा नर्सिङ सेवामा कार्यरत छिन्। सोमबार ईदुल अजहाको छुट्टी भएको कारण कालेब सुब्बा आइतबार र सोमबार 2 दिनको छुट्टीमा घर आएर आफ्नी पत्नी र छोरीलाई भेटी ड्युटीमा फर्किरहेको पारिवारिक सूत्रले जनाएको छ। मृतक कालेब सुब्बाको पार्थिव शरीर सोमबार नै उनको घर गोरुबथानको मालबस्ती पुर्याइएको थियो भने आज मंगलबार गोरुबथानको एभेनेजर चर्चमा इसाई परम्परा अनुसार सुब्बाको अन्तिम संस्कार गरियो। उनलाई अन्तिम बिदाई दिन धेरै संख्यामा मानिसहरूको भिड जुटेको थियो। उनलाई सबैले अश्रुपूर्ण बिदाई दिँदै श्रद्धाञ्जली अर्पण गरे। उनलाई श्रद्धाञ्जली दिन बिहान 10 बजेदेखि कालेबुङका डीएम बाला सुब्रमण्यम टी अनि एसपी श्रीहरि पाण्डे लगायत कालेबुङ खण्डभरिका पुलिस अधिकारीहरू पनि पुगेका थिए। अपराह्न 3 बजे इसाई परम्परा अनुसार सुब्बाको अन्तिम संस्कार गरियो। विभागीय अधिकारी, जनप्रतिनिधिहरू लगायत स्थानीयहरूले कालेब सुब्बालाई अन्तिम र अश्रुपूर्ण बिदाई दिए। गोरुबथान निवासी सब इंस्पेक्टर कालेब सुब्बा की ट्रेन हादसे में मृत्यु। नमस्कार, आप देख रहे हैं खबर समय और मैं आपके साथ रेयांशी। कंचनजंगा ट्रेन दुर्घटना में 8 लोगों के मारे जाने की पुष्टि हो चुकी है। जिन लोगों को इस हादसे में प्राण गंवाने पड़े हैं, उन्होंने कभी नहीं सोचा था कि मौत इस तरह से चुपके चुपके उन्हें दबोचने वाली है। वो चाहे सिलीगुड़ी नगर निगम के 32 नंबर वार्ड के ट्रेन गार्ड आशीष डे हो अथवा गोरुबथान के निवासी और पश्चिम बंगाल राज्य पुलिस में सब इंस्पेक्टर कालेब सुब्बा हो या फिर नहीं था। वो बच्चा जिसे दुनिया में अभी बहुत कुछ देखना था, लेकिन नियति के आगे किसका चला है। काल के क्रूर हाथों ने उस बच्चे को भी दबोच लिया। आपको बता दें कि गोरुबथान के रहने वाले 37 वर्षीय कालेब सुब्बा घर पर छुट्टी बिताने के बाद ज्वाइनिंग के लिए मालदा जा रहे थे। पश्चिम बंगाल राज्य में पुलिस सब इंस्पेक्टर के पद पर तैनात कालेब सुब्बा जब घर से एनजेपी के लिए रवाना हुए तब परिवार में जरूर उदासी छाई होगी। घर पर कई काम होंगे, कुछ अपने पराये लोगों से भी उन्हें मिलना होगा।
कुछ योजना को परवान चढ़ाना था। घर वालों ने मिलकर योजना बनाई थी, इससे पहले कि घर का सारा काम पूरा होता। परिवार ने कहा कि कुछ दिन घर पर रुक जाते, परंतु दूसरी तरफ ड्यूटी भी जरूरी थी। उन्होंने कहा कि भगवान ने चाहा तो इस बार घर लौटकर सारा काम पूरा कर दूंगा। एनजीपी में कंचनजंगा ट्रेन से वे सवार होकर मालदा के लिए रवाना हो गए। एनजीपी से मालदा कोई ज्यादा दूर तो है नहीं। रास्ते में घर परिवार की याद जरूर आ रही होगी, लेकिन उन्होंने कभी नहीं सोचा होगा कि उनके साथ कुछ अनहोनी हो सकती है। लेकिन मौत तो घर से ही उनका पीछा कर रही थी मानो। अब उनके परिवार में मातम पसरा है। परिवार वाले उनकी आखिरी बात को याद कर कर विलाप कर रहे हैं। परमेश्वरलाई महिमा होस्, जसले तिमीलाई बनाउनु भो। हाम्रो प्रिय परमेश्वरलाई महिमा होस्, जसले तिमीलाई बनाउनु भो। अति सुन्दर जीवन दिएर तिमीलाई चलाउनु भो। अति सुन्दर जीवन दिएर तिमीलाई चलाउनु भो। जीवन यो त क्षणिक नै रहेछ,
तर ख्रिस्टमा जिउनेलाई तर ख्रिस्टमा मर्नेलाई अनन्त जीवन रहेछ अनन्त जीवन रहेछ हाम्रो प्रिय परमेश्वरलाई महिमा होस् जसले तिमीलाई बनाउनु अति सुन्दर जीवन दिएर तिमीलाई चलाउनु हो अति सुन्दर जीवन दिएर तिमीलाई चलाउनु हो हाम्रो साथ नभए पनि हाम्रो साथ नभए पनि तिमी छौ ख्रिस्ट साथ हामी पनि भेट्न तयार छौँ हामी पनि भेट्न तयार छौँ अनन्तसम्म जिउनलाई अनन्तसम्म जिउनलाई हाम्रो प्रिय परमेश्वरलाई महिमा होस् जसले तिमीलाई बनाउनु हो हाम्रो प्रिय परमेश्वरलाई महिमा होस् जसले तिमीलाई बनाउनु हो अति सुन्दर जीवन दिएर तिमीलाई चलाउनु हो अति सुन्दर जीवन दिएर तिमीलाई चलाउनु हो तिमीलाई चलाउनु हो तिमीलाई चलाउनु हो राखिदिने पर्छ मलाई गाइड गरेर हिँड्नुभयो है अनि त्यति बेलादेखि म अहिलेसम्म एउटा हाम्रो ट्रेन एउटा कतिवटा सेवामा हामी यति साह्रो निराश हुने थियौँ के अरे त्यसले फोन गर्यो कस्तो प्रकारले तयारी चल्दैछ है सेवाको हाल खबर सोधिरहने प्रभु मण्डलीले के साह्रो फिक्री लिएर आए कस्तो प्रकारको तयारी गर्दैछ हो सेवा त आइसक्यो के छ तिमीहरूको तयारी गर्नुको कुराहरू कतिवटा निराशपनाको कुराहरू हाम्रो जीवनमा त्यतिखेर भइरहेको थिए त्यसको एउटा शब्द थिए साथ नलिए साथ कसरी नलिनु त्यो उहाँ बसेर साथ नलिए भनेर भन्दैन अन्त त्यो म आउँदैछु भन्ने प्रत्येक सेवामा त्यसले छुट्टी मिलाउँथ्यो फाइनल टाइमबाट मिलाउँथ्यो हरेक सेवा एटेन्ड हुन्थ्यो अनि यहाँ आएपछि
मलाई प्रेरणाको स्वरूपमा थियो क्या निराश भएको अवस्थामा यति साह्रो ऊर्जा दिने है त्यो ऊर्जा मैले मात्रै पाएको होइन रहेछ क्या त्यो फोन त मैले मात्रै पाएको होइन रहेछ हामी बात मार्दै जाँदाखेरि त मलाई पनि फोन गर्थ्यो है अर्को साथीसँग बात मार्दाखेरि है उहाँलाई पनि फोन गऱ्यो है यति साह्रो प्रेरणा है हामीलाई दिन्थ्यो सेवाकामी है अहिलेसम्म त्यति बेलादेखि दोहोऱ्याए है अहिलेसम्म पनि काहीँ सेवा भयो भने के गर्छ चाहिँ म त जाँदैछु आउँछ छैन तिमीहरू है लु म त हिँडेँ यहाँबाट के गर्छस् तिमीहरू जहिले सेवाको लागि त्यतै हामी कलेज सबैले याद छ नि है गोरुबथानमा जतिजना हुन्थ्यो हिजोको दिन साँच्चै नै एउटा 9:30 बजी 10 बजीको समयमा यो सोमबारे गर्दा पहिले पनि अँध्यारो हुन्थ्यो हिजोको दिन यस्तो अँध्यारो थियो क्यान्डल बालिकन दोकानदार दोकान हुँदै एउटा टेस्टमनी अनि हिजोको बिहान मात्रै के भएछ भन्दाखेरि नि क्यारेक्ट आफ्नो ड्युटी गर्नु पर्थ्यो एउटा साइन जस्तो क्या एउटा साइन त्यो चाहिँ के भन्दाखेरि आज चाहिँ म एउटा बगीमा लागेँ रिजर्भ बगी त्यो चाहिँ डिफेन्सहरूको लागि रिजर्भ बगी अनि यहाँ त गीतको कारणले गर्दा यस्तो सिटहरू खाली रहेछ कि म त सुति जानु पाउने रहेछ हो आज म त एकदमै सुति जानु पाउने साँच्चै भने सबै प्रकारले हामीले यही बुझ्नु सक्यौँ हामी सब बात मार्यौँ साथीको संसारको मान्छेले मात्रै टेस्टमा दिँदैन के हामीले खबर दिउँ 15-16वटा गाडी छ है हामी फेरि बाटोमा आउँछ अलिक पर 3-4वटा गाडी थपिन्छ अलिक पर 3-4वटा गाडी थपिन्छ है यहाँ प्रबन्ध गरेको कुरा सर हामीले यति प्रबन्ध गरेको थियौँ यहाँ त मान्छे कति भयो प्रभुले चाहिँ आफ्नो धर्मी जनको व्यक्तिमा पनि त्यो आशिष दिनुहुन्छ क्या अनि यो एउटा रिमेम्बर गर्नु भन्छ क्या त्यो रिमेम्बर धर्मी जनको मृत्युलाई हामीले सम्झना गरिरहेको हुन्छ हामी हुनुहुन्छ विभिन्न स्तरका विभिन्न प्रकारका प्रकाशनहरू हामी तपाईँ सबजनालाई नै धन्यवादको साथमा आज हाम्रो कालिम्पोङ सुब्बाको यो दफनको शिवकायमा हामी तपाईँलाई स्वागत जनाउँदै यो मृत्यु दर्शनीकन हामी पढ्छु भनेदेखि विचार हामी एउटा पद हामी पढ्छौँ अयुबको किताब 1 अध्याय 121 पद जो chapter 1 verse 21 यहाँनिर यस प्रकारले लेखिएको छ आशा छ अनि जुन जग्गा जुन आशामा तपाईहरुले अब हामीलाई यस पृथ्वीमा राख्नुहुन्छ अब हामीलाई भाइलाई भेट्नुको लागि हामी यस आशामा रहिकन तपाईहरुको जीवित वचन अनुसारलाई हामीले हाम्रो हृदयमा साँचिकन आफ्नो जीवनलाई ठिकठाक बनाइकन अब त्यो दिनको लागि तयार गर्नुहुन्छ प्रभु हामीलाई तपाईहरुले सहायता गर्ने काम गर्नुहोस् गएको वचनको रक्षा प्रभु को
कहिले नछुट्ने गरी कहिले नछुट्ने गरी भेटेछौँ हामी फेरि कहिले नछुट्ने गरी भेटेछौँ हामी फेरि कहिले नछुट्ने गरी पिताको प्रेम घरमा सधैँभरिका लागि प्रभुको राज्यमा बसलाई सधैँभरि भेटेछौँ हामी फेरि। यो भाइहरूले हमारा साथीहरूले यस समयमा हामी गीत गाउँदै गर्छौँ। कहिले बिछो कहिले हाँसो कहिले रुदा कहिले मिलन कहिले बिछो कहिले हाँसो कहिले रुदा यस्तै नै छ यो उसको जीवन यस्तै नै छ यो उसको जीवन शरीरमा हामी प्रभुको वचनबाट एउटा पद हामी पढ्नेछौँ। रेसन साहब हामी एकपट्टि तिमी माटोमा नफर्कुन्जे किनकि तिमी यसैबाट every day all the way let us sing 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 let us sing 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 विश्वास गर
today one of our finest officers, Mr. Caleb Subba. He was on his way to duty at Manikchok, Malda. En route, his train, Kanchanjunga Express, उसका एक एक्सीडेंट हुआ. And unfortunately, Caleb succumbed to that accident. As far as Caleb is concerned, he was one of the finest assets in our excise department. Very polite, a smiling face, gentleman. It's not only a great loss for the department, but also it's a great personal loss for us, for all of us. May his soul rest in peace. डिपार्टमेंट के तरफ से जो भी कार्रवाई है, उसका जो कागजात, उसका जो ड्यूज है, सब कुछ क्लियर कर दिया जाएगा विद इन अ वेरी शॉर्ट स्पैन ऑफ टाइम. और हम लोगों को जो करना है, दैट आई विल नॉट टेल ओवर हियर. वी आर डूइंग ऑल दीज थिंग्स फ्रॉम आवर वेलफेयर फंड एंड एवरीथिंग. ट्रेन ऑन व्हिच Caleb has boarded that met an accident. Thank you. अब अहिले तपाईँले क्वेसन सोद्धा नि म त आङ झिरिङै भइरहेछ है. एकदमै मिलनसार म र ऊ चाहिँ क्लास 9 देखि नै हामी एकदम क्लासमेट सँगै पढेको 12 सम्म हैन. एकदमै मिलनसार मसँग एकदमै. उसले जब नोकरी पायो सँगै हामीले नोकरीको लागि कोसिस गरेको थियौँ. तर त्यतिखेर उयो मेरो प्रब्लम भयो है. उसले कन्टिन्युली उयो भइरहेको थियो. जतिखेर छुट्याउँदाखेरि नि मलाई भेट्ने है, मसँग जहिले नि भेटेर मेरो घरमा जस्तै मेरो घरमा आएर नि गएको. यस्तो मिलनसार साथी, एकदम सिन्सियर. अब पढ्नुमा नि एकदमै धेरै राम्रो थियो है. सबैलाई इन्करेज गर्ने उसले, सबै साथीहरूलाई होइन, सबै भाइहरूलाई सबैलाई इन्करेज गरिरहन्थ्यो. हामीले यस्तो गर्नुपर्छ, हाम्रो सोसाइटीलाई अगाडि बढाउनुपर्छ, हामीले नै चिराउनुपर्छ भन्ने खालको कुराहरू गरिरहन्थ्यो मसँग चाहिँ प्रायः सबै सधैँ. बिहान कति बजी उहाँको असामयिक निधन भएपछि मैले चाहिँ यस्तै तपाईँको म बजार आएँ होइन. बजार आएपछि उहाँकै बाबासँगै म धर्मशालादेखि बजार गएको. त्यहाँदेखि जाँदाखेरि चाहिँ बजारमा पुगेपछि एकछिन त्यहाँनिर होटलमा गएर बस्दा फेसबुकमा कञ्चनजङ्घाको जुन चाहिँ एक्सिडेन्ट भएको सुनेँ. तर मैले मेरो साथी चाहिँ त्यस्तो भएको छ भनेर चाहिँ सुनिनँ. त एकछिन सौदा गरिसकेपछि अचानक भाइले मलाई फोन गरे कि तपाईँको साथी यस्तो यस्तो भयो भन्दाखेरि चाहिँ एकदमै म त्यतिखेर नै उयो भयो. एकछिन मेरो मिसेसले मलाई समाते होइन. त्यतिखेर चाहिँ मेरो एकदमै आङ बेसी जुङ्ग भइसकेको थियो. सुनेपछि म एकदमै निराश बनेँ र म अघि नै आएर यहाँनिर पर्खिरहेको छु साथीलाई हेर्नको लागि. अहिले हेरेँ, दुःख लाग्यो. पार्थिव शरीर यसरी आइपुगेको छ. यो तपाईँसँगैको साथी है. अहिले यहाँ तपाईँसँग एकजना पनि हुनुहुन्थ्यो, उहाँसँगै वानसँगै थियो. उहाँको नाम टेडु लेप्चा. हजुर, वानसँगै थियो. यसरी दुःखको घडी यहाँ छ तपाईँ साथ. सायद अहिले तपाईँले महसुस गरिराख्नु भएको छैन कालेब जिउँदैछ भन्ने. हजुर, त्यो त फिलै गरेको छैन मैले. अब कालेब यस्तो भएको छ भनेर अहिले पनि हामी फिल गरेको छैन होइन. मेरो घरमा पनि सबैजना दुःखी छ, किनकि मेरो फ्यामिलीसँग पनि त्यस्तै एट्याचमेन्ट थियो. उहाँको नानीहरूदेखि लिएर सबैजना मसँग त्यस्तो एकदमै इच एन्ड एभ्री टाइम मसँग उसले फेसबुकमा नि च्याटिङहरू भइरहन्थ्यो, फोनहरू गरिरहन्थ्यो. मलाई सधैँ त्यसले एउटा के अरे तैँले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर यति इन्करेज गर्ने मलाई, मेरोलाई त्यस्तो थियो यो साथी चाहिँ मेरो. म रामबहादुर कालेब चाहिँ एकदमै तिनजना चाहिँ एउटै डेस्कमा बसेर हामी पढेको क्लास 12 सम्म चाहिँ एकदमै मिल्ने. आजको यो दुःखको घडीमा तपाईँ हुनुहुन्छ, कालेब हुनुहुन्न है. कस्तो भित्रबाट कस्तो लाग्छ होला दुःखको घडी? त्यही त अघि मैले फेसबुकमा नि साथीसँग खिचेको फोटो हाल्नु इच्छा गरेँ, तर एकदमै सकिनँ होइन. मैले त्यो हाल्नु पनि सकिनँ. त्यस्तो खालके अब मलाई भइरहेको छ अहिले साथीसँग बिछोड हुँदाखेरि. एउटा सानो भिडियो हाम्रो बिलोभ्ड फ्रेन्ड भाइ क्यालेबको लागि है. अब क्यालेबको बारेमा भन्नुपर्दा ऊ अब एकदम उसलाई चिनेको हामीले 2012देखि जब हामी पुलिसमा भर्ती भएर आयौँ त्यहाँदेखि चिनेको. एकदम अब ट्रेनिङको टाइममा पनि एकदम हेल्पफुल, हँसाउने, सबैलाई हँसाउने मान्छे, सबैसित मिल्ने, मिलनसार, एकदम पोजिटिभ त्यस्तो थियो. अब हाम्रो त भाइहरू जस्तो अनि एकदम मिल्ने मान्छे. त्यहाँ पोस्टिङ हाम्रो सँगै आफ्टर ट्रेनिङ
हामी एउटै बटल्यान्ड पोस्टिङ भएर आएको र सँगै थियो। त्यहाँ पनि एकदम सबैलाई हँसाउने, जोक्सहरू गर्ने, सबैसित मिल्ने एकदम र एकदम हेल्पफुल मान्छे क्या। कसैलाई केही पऱ्यो कि त सबैलाई केटाहरूलाई बोलाएर मिलाएर के गर्नुपर्छ, कसो गर्नुपर्छ, सबै त्यस्तो खालके थियो हाम्रो केले भाइ। र उसको अब अचानक त्यो त्यस्तो घटनाले हामी सबै नै अब दुखित छौँ। सबै अब मनमै छ, सबैलाई आफ्नो आफ्नो मनमै छ। र पनि अब त्यस्तो थियो। र पनि अहिले अब एउटा अरू भन्नु त अब के भन्दा अहिले हामी सबैजना साटा चुलासो साथीहरू कहाँ कहाँ छौँ, आफ्नो आफ्नो जग्गामा छौँ। कोही अब एउटा सर्भिस छोडेर अर्को सर्भिसतिर छ, कहाँ कहाँ छौँ। र पनि हामी छौँ, एकसाथ छौँ। र जब कसैलाई केही पर्छ हामी एकसाथ छौँ। त्यो चाहिँ हामीलाई अब त्यो केले भाइले सिकाएको छ। कसैलाई के पर्दा हेल्प गर्नुपर्छ, मिलेर मिल्नुपर्छ साथीहरू भनेर त्यतिको चाहिँ हामीलाई केले भाइले अब सिकाएर गएको छ त्यो। र त्यही भन्छु, त्यति नै अब केले भाइको बारेमा। सो थ्याङ्क यू। This video is for my friend Caleb, है, our friend Caleb. अन्त तिम्रो लागि भनौँ न Caleb, because we cannot really die, हैन? Like Einstein said, we are just on the other side of the hill. अनि हाम्रो साथीहरूले एउटा भिडियो कम्पाइलेसन गर्दैछ भनेर अब क्यालेबको बारेमा केही भन्यो है। अब के भन्नु, यतिको जिन्दादिली, यतिको लाइभली, यतिको एनर्जेटिक मान्छे त मैले सायदै भेटेको छु होला है क्यालेब जतिको। अब उसँगको त्यो भेट्दा बोल्दाको त्यो उसको एनर्जी, उसले त्यो माहौलमा क्रिएट गर्ने त्यो भाइब्सहरू अहिलेसम्म झलझल छ। अन्त समथिङ समवान विथ सच एनर्जी एन्ड सच पोटेन्सी पनि अब क्यान लिभ भन्दा चाहिँ अलिकति अचम्म लाग्छ है। कहिले पनि एनर्जी लेभल लो नहुने उसको है, एकदम पोजिटिभ, एकदम होपफुल अनि एकदम एन्करेजिङ, मोटिभेटिङ त्यस्तो टाइपको मान्छे थियो। अनि अब अनफर्चुनेटली त्यस्तो घटना घटिहाल्यो है। तर पनि अब थ्रुआउट द एजेस what the sages and the seers have said, होइन, time is just an illusion, होइन। If time is an illusion, everything is happening here and now भनेपछि कुनै पनि मान्छे जन्मेको मरेको कुनै पनि घटनाहरू यहाँ अहिले हियर एन्ड नाउमै छ। एभ्रिथिङ इज साइमल्टेनियस। यो टाइमको जुन इल्युजन छ त्यो चाहिँ हामी अब अनएनलाइटेन्ड या त ज्ञान नभएको मान्छेहरूको लागि मात्रै अरे। अन्त दिस मिन्स द्याट समवान हु हेज पास्ड अन इज स्टिल विथ अस, होइन। यो त्यही हो, हामीले अब त्यसलाई कम्प्रिहेन्ड गर्न सक्दैनौँ यो चिजलाई चाहिँ कि उनीहरू पनि यतै कता छ। अन्त त्यो टाइमलाइन समथिङ भन्यो भने अब त्यो डाइमेन्सनलाई हामी कम्प्रिहेन्ड गर्न सक्दैनौँ। तर त्यो रियालिटी, त्यो प्यारलल रियालिटी भनौँ या त त्यो डाइमेन्सन भनौँ, र स्टिल इट्स गोइङ अन। अन्त हायर बिइङ्सहरूले चाहिँ त्यो बुझ्नु सक्छ है। अन्त एउटा चिज चाहिँ अहिले यतिको वर्षमा चाहिँ एउटा चिज चाहिँ अनुभव भएको चाहिँ वी आर नट फिजिकल बिङ्स, वी आर बिङ्स अफ लाइट, वी आर स्पिरिचुअल बिङ्स ह्याभिङ अ फिजिकल बडी एन्ड समडे वी हेभ टु लिभ दिस फिजिकल बडी एन्ड गो इन्टु द रिलिम अफ द लाइट है, रिलिम अफ द स्पिरिचुअल। क्यालेबको बारेमा अब अरू त के भन्नु है, रियली मिस हिम। अन्त एभ्रीबडी मिसेस हिम। एकदमै गुड ह्युमन बिङ। उसँग बिताएको पलहरू एकदमै अमूल्य छ है। उसँगको त्यो एनर्जी लेभल, उसले त्यो बोलेको, हाँसेको, ठट्टा गरेको, रेला गरेको, जिस्केकोहरू एकदमै अहिलेसम्म आलो छ। जोक्रेर कहिले बस्नु नजान्ने, एकदम एनर्जेटिक लाइफ। अन्त यति नै हो क्यालेबको लागि। समडे विल बी टुगेदर। ढिलो छिटो सबै विल बी टुगेदर। ठिकै छ। मेरो साथी कालेबको बारेमा केही भन्नुको विषयमा मलाई
हाम्रो सामेलले भन्दाखेरि मलाई बाइबलको एउटा भर्स याद आयो। त्यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ लुकाको 16 अध्यायको तपाईँको 22 पढ्दाखेरि त्यहाँ हामीले के पाउँछौँ भन्दाखेरि चाहिँ एउटा टर्म हामीले पाउँदैछौँ। त्यसमा चाहिँ के भन्दछ भन्दाखेरि चाहिँ यहाँ चाहिँ धनी मानिस र लाजरस भन्ने एउटा मान्छेको कहानी सुनिएको छ। सो त्यसमा चाहिँ के भनिएको छ भन्दाखेरि चाहिँ यो कहानी हामी सबैलाई थाहा छ, तर त्यो कहानीमा चाहिँ के भन्दैछ भन्दाखेरि चाहिँ त्यो 22 मा पढ्दाखेरि त्यो गरिब मानिस मर्यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहमको सँग राख्यो। त्यो धनी मानिस पनि मर्यो र गाडियो। नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढामा अब्राहम र उनको सँगमा लाजरसलाई देख्यो। अनि उसले कराएर भन्यो, हे पिता अब्राहम, म माथि दया गरेर लाजरसलाई पठाइदिनुहोस् र त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदियोस्, किनकि म यस ज्वालामा भयंकर वेदना पाइरहेछु। तर अब्राहमले भने, छोरा याद गर, तैले आफ्नो जीवनकालमा असल असल कुराहरू भोग गरिस् र त्यसै गरी लाजरस दुःख नै भोग्यो। त्यो अब यहाँ आराम छ र त चाहिँ कष्टमा छस्। तर भनाइ चाहिँ के छ भन्दाखेरि चाहिँ मेरो यहाँ चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ मेरो साथी काले बितेको दिनमा दुनियाँ छोडेर गयो र के छ भन्दाखेरि चाहिँ स्वर्गमा पनि हामी उहाँ भेट्ने रहेछ। यहाँ एउटा कहानीमा हामीले के सुन्दैछौँ भने धनी मानिस र लाजरस चाहिँ उसको घरको ढोकामा भिखारी बसिरहन्थ्यो। तर भनेको कुरा के छ भन्दाखेरि चाहिँ हामी पनि जब स्वर्गमा पुग्छौँ त्यति बेला हामी को हुँदैन रहेछौँ। सो मेरो साथी जब यो दुनियाँ छोडेर गयो र ठिकै छ, कम बेसी समयमा हामी पनि कुछ समय बादमा आउँछौँ, भेट्छौँ उसलाई। र स्वर्गमा हामी अननोन पर्सन चाहिँ नहुने रहेछ। सो मेरो साथी जति नै जे भए पनि बहुत राम्रो मान्छे थियो। उसको सानो सानो कुराहरू मलाई याद आउँछ, त्यसले मलाई हाँस उठ्छ। उसको जिन्दादिली, खुसदिली र उसको यति छिटो सोच्नेको जो दिमाग थियो त्यसलाई म एफर्टलेस सोच्ने र एकैछिनमा कुरा निकालिदिइहाल्ने त्यस्तो खालको उसको जो क्यारेक्टरिस्टिक्स थियो त्यसलाई म अहिले पनि मिस गर्छु। उसलाई एकदम ओठे जवाब थियो उसको। अनि छिटो छिटो प्रब्लम सल्भिङ। अब ड्राइभर्सहरूलाई पनि उसले एकदम राम्ररी एम्प्टी सेक्सनमा हुँदाखेरि ड्राइभर्सहरूलाई एकदम राम्ररी म्यानेजमेन्ट गरेर हिँड्थ्यो। काम नगर्नु मान्ने ड्राइभरहरूलाई पनि उसले कसरी हुन्छ, कसरी के काम गरेर के ट्रिक लगाएर भए पनि उसलाई काम गराउने उसलाई थाहा थियो। अनि सानो कुरोमा पनि ऊ एकदम छिटो एकदम दिमाग लगाइहाल्ने मान्छे। अनि उसँग याद छ हामी बहुत बार ड्युटीहरू पनि गएको छौँ र यताउति सबै कुरो व्यवस्थाहरू मिलाउने, छिटो छिटो यताउति रुमहरू खोज्ने एकदम मनपर्दो कुरा हो उसको। अनि लास्ट टाइम यही एक्सर्साइजको जब रनिङ हुँदै थियो त्यति बेला हामी सँगै नै प्रिपरेसन गर्थ्यौँ कुद्नुको। तर उसले चाहिँ पहिलादेखिकै एकदम जोर ताल लगाइदियो कि उसलाई 3 मिनटमा 800 मिटर कुद्नै छ। म चाहिँ अल्छी गरेर हिँड्थेँ, पछाडि गरौँ न अनि भनेर। तर उसले पहिलादेखिको प्रिपरेसन यस्तो लियो अनि फाइनली उसले त्यसमा सक्सेस पनि भयो। तर उमेर चाहिँ र मान्छेलाई एज चाहिँ र दुनियाँमा कति राखिदिएको मियाद चाहिँ प्रभु त्यो चाहिँ प्रभुलाई मात्रै थाहा छ कि मान्छेलाई कति उमेर दिनुपर्ने हो या के गर्नुपर्ने हो। सो मेरो भनाइ यति नै हुन्छ कि मेरो साथी काले बहुतै राम्रो मान्छे थियो। अनि हामी पनि माथि गएर उसलाई भेट्नेछौँ र जो पनि उसले छोडेर गएको छ, बुढी नानी, बाउ आमा, बहिनी, ज्वाइँ, नानीहरू सबैलाई प्रभुले नै राख्नुहुन्छ। किनकि यो दुनियाँमा आउनु र जानु केही छैन, किनकि हामी नाङ्गै आएको हौँ, नाङ्गै नै जानेवाला छौँ। केही लिएर जानेवाला छैनौँ, न केही लिएर आएकै छौँ। र मेरो साथी अहिले सुतेको छ। जब प्रभुको आगमन हुन्छ त्यति बेला हामी सँगै भेट्नेछौँ र त्यति बेला हामी रमाउनेछौँ।
सो यति नै हो मेरो कालेबुङको बारेमा भन्नुको लागि। हेलो फ्रेन्ड्स, म आज तपाईहरुलाई हाम्रो दिवंगत भाइ है क्यालेब सुब्बाको विषयमा 2 शब्द भन्न चाहन्छु है। विशेष गरी क्यालेब सुब्बा मेरो यो एउटा प्रोफेसनल लाइफ भनौँ है, चाकरी जीवनको प्रथम एउटा साथी थियो है, अनि धेरै दिनसम्म प्राय 4 वर्षसम्म क्यालेब सुब्बासँग बसेर है मैले एउटै ब्यारेकमा वल्लो बेड र पल्लो बेडमा बसेर समय बितायौँ र धेरै नजिकबाट मैले उहाँलाई देखेको थिएँ र चिनेको थिएँ। क्यालेब सुब्बा कस्तो भन्दाखेरि एकदमै मिलनसार अनि है खुल्ला मन भएको, एकदमै खुल्ला मन भएको, मनमा जे पनि कुरा छ है एकदमै भनिहाल्ने है। अनि विशेष गरी के थियो भन्दाखेरि कोही मान्छेलाई दुःख परेको है, कोही मान्छेलाई कष्ट परेको, कोही मान्छेको प्रब्लम केही छ भने त्यसमा पनि एकदमै अग्रज भएर कसैलाई हेल्प गर्नु सधैँ नै तत्पर रहन्थ्यो है। त्यसले गर्दाखेरि आफूदेखि सानो जति पनि छ भाइ बहिनीहरू भनौँ है, बा आफूदेखि ठुलो पनि होइन, जसलाई उचित गाइडेन्स वा कुनै जानकारीको दरकार थियो भने एकदमै क्यालेब सुब्बाले त्यो फिल्डहरूमा है जानकारी आफूले जानेको छ भने पनि होइन, छैन भने पनि त्यसको जानकारी लिएर है, इन्फर्मेसन लिएर मान्छेलाई सेयर गर्ने गर्थ्यो। त्यसले गर्दाखेरि हामीसँग एकदमै मिलनसार, यतिको दिनसम्म हाम्रो फ्रेन्ड सर्कलमा यति राम्रो है, सब समय एक्टिभ भएर कुनै पनि कार्यमा कुनै पनि कुरालाई पोजिटिभली लिएर है, त्यो विषयमा पोजिटिभली लिएर कुनै पनि विषयवस्तुलाई होइन त्यसलाई निहालेर निर्काउलेर के हुनसक्छ, कसो हुनसक्छ र यसलाई के गर्नसक्छ, कसो गर्नसक्छ है, यो एउटा माने बहुतै अब माने सायदै हाम्रो अब हामी सबैमा यस्तो प्रकारको गुणहरू हुँदैन। आजको दिनमा हामी सबै आफ्नो आफ्नो जीवनसँग वा आफ्नो आफ्नो माने दैनिक दिनचर्या वा दिनकार्यहरूसँग हामी व्यस्त रहन्छौँ। यस्तो समयमा पनि अब आफ्नो समय निकालेर है मान्छेको सेवा गर्नु होइन, मानव धर्म होइन गर्नु सक्ने एउटा क्षमता भएको वा त्यस्तो प्रकारको मन भएको, त्यस्तो भनेको हृदय भएको है, त्यस्तो प्रकारको गुण भएको साथी वा भाइ थियो क्यालेब है। आकस्मिक जस्तै क्यालेबको जस्तो प्रकारको एउटा दुःखद होइन, एकदम मर्माहत भनौँ है, त्यो प्रकारको जस्तो प्रकारले उहाँले हामीलाई छोडेर जानुभयो। त्यसको लागि अब हामी एकदमै म र मेरो जति पनि फ्रेन्ड सर्कल छ वा हाम्रो जति पनि कलिगहरू हुनुहुन्छ है, सधैँ हाम्रो समाज है, हाम्रो गाउँ ठाउँ होइन सबै नै स्तब्ध बनेको थियो है, स्तब्ध बनेको छ। र उहाँ क्यालेबले यो संसार छोडेर गए पनि होइन, उहाँको जुन चाहिँ एउटा जग्गा थियो होइन, त्यो पनि अझै पनि त्यो खुला खाली नै रहेको जस्तो हामी वा म महसुस गर्छौँ। त्यसले गर्दाखेरि अब सबै कुरा त अब हामीले चाहेको जस्तो र हामीले इच्छा गरेको जस्तो त हुँदैन। त्यसले गर्दाखेरि होइन सबै कुरा जसले सृष्टि गर्यो उहाँको इच्छा पनि हो। त्यसले गर्दाखेरि अब यति नै भन्न सक्छौँ है, क्यालेब जहाँ छ, जस्तो प्रकारले छ होइन, जस्तो प्रकारमा जस्तो परिस्थितिमा छ, उहाँलाई होइन भगवान्ले वा ईश्वरले होइन शक्ति प्रदान गरौँ है, उहाँको जस्तो प्रकारले हुन्छ खुसी रहोस् होइन, सुखी रहोस्, म यही कामना गर्छु है। अनि भविष्यमा वा आउने माने समयमा है कहीँ पनि कतै पनि त्यसै प्रकारको साथीहरू हामी भेटिरहोस् होइन भन्ने एउटा मेरो आन्तरिक भित्रबाट एउटा इच्छा पनि छ है। त्यसले गर्दाखेरि म अब क्यालेब भाइले छोडेर गएको जस्तो प्रकारको एउटा खालीपन छ, त्यो सायदै भरिँदैन होला, तर पनि हामी आजको दिनमा सत्य कुरालाई स्वीकार्नुपर्छ है। क्यालेब भाइ आज हामीमा आज हुनुहुन्न, त्यसले गर्दाखेरि उहाँ छोडेर गए पनि जस्तो प्रकारको हुनुहुन्छ, जहाँ हुनुहुन्छ, जस्तो स्थितिमा हुनुहुन्छ है, क्यालेब भाइ एकदमै खुसी रहोस् होइन, आनन्दित रहोस् है।
र उहाँको कतिपय इच्छाहरू थियो होइन, त्यो सायद अब यो नेक्स्ट एउटा जन्म हुन्छ भने त्यो जन्ममा सबै पुरा होस् भन्ने मेरो कामना छ। सायद आज ईश्वर नभए हामी मानव कहाँ हुन्थ्यो होला र? सायद यो संसार नै नभए हामी कहाँ हुन्थ्यो होला र? भुलेर भुल्नै नसकिने, चाहेर पनि भुल्नै नसकिने व्यक्तित्व थिए मेरो प्रिय साथी कालेब। विपनीमा चाहेर पनि देख्न नसके तापनि सपनीमा कहिलेकाहीँ देख्ने गर्दछु उसलाई। अहिलेको यस्तो व्यस्तताको संसारमा, जुन संसारमा मानिसले एकाअर्कालाई समय दिन धेरै कठिन अनि गाह्रो पर्दछ, त्यस्तो समयमा पनि उसले हरेक साथीलाई एकसँग जोडाएर एउटा कनेक्सनमा राख्ने गर्दथे। कहिलेकाहीँ फोन गरेर अनि कहिलेकाहीँ उसकै घरमा बोलाएर आफ्नो साथीहरू सबलाई एकसँग जोडेर राख्ने गर्दथे। अहिले पनि मलाई उसको धेरै व्यङ्गहरू याद आउँछ। अति नै असल, मिलनसार, दयनीय, प्रेमिलो अनि असल हृदय भएको थिए उनी। साँच्चै ईश्वरबाट पाएको आशिष थियो उनमा। फर्केर हेर्दाखेरि मलाई अझै पनि होइन कि जस्तो लाग्छ। तर के गर्नु, यात्रातर्फ यस्तो नै रहेछ। जुन ईश्वरले बनायो हामी सबैजनालाई, त्यही ईश्वरकोमा हामी सबैजना फेरि फर्किजानु छ एक दिन। सायद ईश्वरको घरमा चाँडै फर्की गए, तर एक दिन म पनि फेरि कुनै ईश्वरको घरमा फर्केर जानेछु अनि फेरि हामी एकसँग भेटेर धेरै कुराहरू गर्नेछौँ अनि सँगै मिली हामी ईश्वरको गुणगान गर्नेछौँ। यीशु ख्रीष्टको अनुग्रह, परमेश्वर पिताको प्रेम, पवित्र आत्माको संगति अनि सहभागिता, क्यालेबको समस्त परिवार, उनको आमा बाबा अनि बहिनी, साथसाथै उनको श्रीमती अनि बालकसँग सदैव रहिरहोस्, यही मेरो सधैँभरि प्रार्थना छ। अनि परमेश्वरको सबसम्म अनुग्रह उसको परिवारमा रहिरहेको होस्। अनि क्यारेबलाई सधैँ म मिस गर्नेछु, उसको सम्झना सधैँ मेरो मनमा आइरहन्छ।